आजभोलि अर्को एउटै आरोप लगाउँछन्, तिमी बदलियो। हो यार, म छैन अब पहिले जस्तो कति पनि। मलाई सहने आदत लागेको छ। मलाई म कति टुटेको छु बाहिर नदेखाउने लत लागेको छ। के गरौँ यार, जिम्मेवारीमा सफलता छैन, आफन्तमा बुझाइ, साथीभाइमा विश्वास छैन अनि प्रेममा सच्चाइ। म कति पनि छैन अब पहिले जस्तो। म आफू मेटिएर अरूलाई बचाउन चाहन्थे। म आफ्नै आँसु आफै भित्र लुकाएर सबैको ओठ हँसाउन चाहन्थे। तर थाके यार, अब म यसरी थाके जसरी त्यो दिनभरि बाँझो खेतमा फलामको हलो तानेर गोरु थाक्ने गर्छ। हो, म बदलिएको छु। अब कसैको आरोपको तीखो तीरहरूले म आजकल चुपचाप छु। आफ्नै पीडाहरूसँग इमान्दार हुन थालेको छु। जोगाउन खोज्दा सम्बन्ध औँला र प्रश्न एकैपल्ट उठ्ने गर्छन् यहाँ। विश्वास औँलाले उठाउँछ अनि सम्बन्धले सजाय सुनाउँछ यहाँ। अब स्वीकार छ आफैलाई, म एक दोषी हुँ, जसलाई यो भिडहरूले बदलिएको आरोप लगाएको छ। ठिक छ, म दोषी हुँ, सजाय भोग्न तयार छु। के सजाय दिन्छौ भन, म तयार बसेको छु। टुटेको मुटु र हारेको सपना बोकेर त्यो जिन्दगीको चौरमा आऊ, तिमीहरू एक हुल बाँधेर अनि सुनाऊ सजाय। मलाई फरक नै पर्दैन अब। के गर्ने थाहा छ तिमीलाई? के हो मेरो सजाय भन, एक्लो पनि या सुन्ने त? त्यो दिनको थकान या यो रातको मौनता? चिन्ता नगर, मलाई एक्लै हिँड्ने आदत लागेको छ। मलाई यो आँखाहरू खुल्ला राखेर निदाउने बानी परेको छ। म भिडमा पनि एक्लै भएर बाँच्न सिकेको मान्छे हुँ। दुःखमा पनि एक्लै लड्दै हिँड्न जानेको मान्छे हुँ। म आफ्नै सपनाको आफै लास अनि आफै मलामी भएको मान्छे हुँ। के सजाय सुनाउन चाहन्छौ तिमी मलाई भन? सबैको इच्छा पूरा गर्दा गर्दै आफ्नै इच्छाको हत्या गर्दै आफैलाई सजाय सुनाएको मान्छे हुँ। यो एक्लोपन, यो शून्यता, यो आँसु, यो थकान, यो सबैसँग मेरो पुरानो चिन जान्छ। सायद अब थाके यार म यो बिना गल्तीको प्रश्नको यी बेमतलबका आरोपहरूसँग। यदि कसैलाई मैले बचाउन आफ्नै अस्तित्व बेच्नुपर्छ भने पुग्यो। म सक्दिनँ अब। भगवान कृष्णले पनि द्रौपदीको लाज एकपल्ट बचाउनु भएको थिए। म मान्छे हुँ यार, म थाकिसकेँ अब। म त मान्छे हुँ नि। अब बारम्बार आफैलाई कति टुक्राइरहँ? मलाई बन्नु नै छैन अब कसैको। धेरै बाँचे यार अरूको लागि। मलाई अब म भएर बाँच्न देऊ। यदि यो सब थोक नै स्वार्थ हो अनि यो सब नै बदलिएको हो भने ठिक छ यार, म बदलिएको छु आजकल। मलाई फरक पर्दैन अब कसैको तीखो वचनहरूले।